एउटै हो। यो बाल मनोविज्ञान भनेको के हो? शिक्षण सिकाइमा मनोविज्ञानको आवश्यकता किन पर्दछ? उल्लेख गर्नुहोस्। यो प्रश्न आइदियो 2+3 को। 2+3 को उत्तर आइदियो है। अनि क्वेसन व्यवहारिक तरिकाले सोध्छ, ठिक छ। यसैलाई व्यवहारिक तरिकाले क्वेसन सोध्नका लागि बाल मनोविज्ञान शिक्षकलाई के अरे कक्षा शिक्षणमा शिक्षकलाई बाल मनोविज्ञानले के कुरामा सहयोग गर्छ? आफ्ना कुराहरू उल्लेख गर्नुहोस् भनेर लेख्देला। व्यवहारिक बनाउने भनेको त्यही त हो त। हामी जब यो कन्टेन्ट जान्न जाउँ भने यसैलाई अलिकति व्यवहारिक शब्द, त्यो शब्दको जाल मात्रै रच्ने हो साथीहरू। त्यसमा त्यति धेरै धेरै हजुरहरूले हरेक चिजमा बाहिरबाट क्वेसन आउँछ भन्ने हिसाबले पनि नबुझ्नुहोस् है। त्यो हिसाबले तपाईँले हेर्नुहोस्। अब मैले साथीहरूलाई अनुरोध गरेँ, यो बाल मनोविज्ञानको अवधारणा, यो बाल मनोविज्ञानको अवधारणा कसरी लेख्नुहुन्छ? मैले तपाईँलाई 3 मिनटको समय दिन्छु। यो बाल मनोविज्ञानको परिचय चाहिँ आफ्नो कपीमा लेख्नुहोस् त, लेखेर हेर्नुहोस् त एकचोटि तपाईँहरूको कपीमा है अभ्यास गर्नुहोस्। यो अभ्यासको लागि हो, म अरू कन्टेन्टमा त्यति धेरै भुलाउँदिनँ। यो बाल मनोविज्ञानको परिचय हाम्रो कलम कतिको चल्दो रहेछ। तपाईँ हामीले धेरै मनोविज्ञान पढ्यौँ, 12 कक्षामा पढ्यौँ, ब्याचलरमा पढ्यौँ। त्यो मनोविज्ञानको परिचय हामी ठिक्क 5-6 लाइन लेख्नका लागि हामीलाई कतिको अभ्यास रहेछ, त्यो त्यसको बारेमा मैले अभ्यास गर्नका लागि मैले साथीहरूलाई अनुरोध गरेँ। तपाईँलाई 3 मिनटको समय भयो। त्यो 3 मिनट त्यो अभ्यास गर्नका लागि मैले अनुरोध गर्छु। ल अब अब साथीहरू तपाईँहरूको उत्तर हेरेँ मैले। केही साथीहरूले उत्तर पनि पठाउनु भएको छ। यहाँ एकजना साथीको उत्तर आयो, बालकको गर्भधारणदेखि बाल्यावस्थासम्म हुने है, बालकको गर्भधारणदेखि बाल्यावस्थासम्म हुने विकासात्मक प्रक्रियाको मनोवैज्ञानिक रूपमा विश्लेषण गर्ने विज्ञानलाई बाल मनोविज्ञान भनिन्छ। यो मनोवैज्ञानिक रूपमा विश्लेषण गर्ने विज्ञान भन्नुभयो। अब अर्को के लेख्नु? बालबालिकाको व्यवहारको अध्ययन। एकदम मिठो कुरा। यसलाई हामी बालबालिकाको व्यवहारको अध्ययन गर्ने विज्ञान भन्छौँ सारमा। तर त्यति लेखेर पुगेन, त्यसलाई अलिकति पुग्ने हिसाबले लेख्नु पर्यो। सारमा यो मनोविज्ञानको आधुनिक अर्थ के हो भन्यो भने त्यो आधुनिक अर्थ व्यवहारको अध्ययन हो।
हामीले बोलेको मानव जुन मनोविज्ञान छ त्यो मनोविज्ञानको कन्टेक्स्टलाई हामी बाल मनोविज्ञानको सन्दर्भबाट हामीले यसलाई चर्चा गर्नुपर्छ है। बालबालिकाको रुचि इच्छा चाहना आवश्यकता वृद्धि र विकासका कुराहरू हेर्ने भनेर भन्नुभयो। यसलाई स्टुडेन्टको उमेर अनुसार उनीहरूको आवश्यकता रुचि स्तर थाहा पाउन बाल मनोविज्ञान हो भन्नुभएको छ। यो थाहा पाउने मात्रै होइन है, थाहा पाउने मात्रै हो भनेर बुझ्नु पर्यो। अब यसरी चाहिँ बुझ्नु पर्यो। बालबालिकाको व्यवहारिक अध्ययनको कुराहरू गर्नुभयो कसैले। अनि बाल मनोविज्ञान भनेको बालबालिकाको सिकाइलाई उद्देश्यपूर्ण बनाउनका लागि उनीहरूको रुचि अनुसार अथवा कसरी सिक्न चाहन्छन्। ल अलिकति तपाईँहरूको अवधारणा कता कता गएको छ, अवधारणा कता कता गएको छ, त्यो कुरालाई अलिकति ख्याल गर्नुहोला, ख्याल गर्नुहोला। मैले साथीहरूलाई यो चाहिँ अनुरोध गरेँ। अब थोरै मैले यसलाई कसरी लेख्ने हजुरहरूलाई सेयर गर्न खोज्छु। अब बालबालिकाको शारीरिक मानसिक, बालबालिकाको है, हामी मानिसको व्यक्तिको शारीरिक मानसिक भन्दा त मनोविज्ञान हुन्थ्यो। यो बालबालिकाको भनेपछि त्यो चाहिँ बाल मनोविज्ञान। अब हामी यसरी पनि यसलाई जनरलाइज गरेर हेर्नु पर्यो। यहाँ हेर्नुहोस् त, बालबालिकाको शारीरिक मानसिक बौद्धिक सामाजिक एवं संवेगात्मक पक्षको अध्ययन गर्ने विज्ञानलाई बाल मनोविज्ञान भनिन्छ। म्हणजे बालबालिकाको शारीरिक पक्ष, उसको मानसिक पक्ष, उसको बौद्धिक पक्ष, उसको सामाजिक पक्ष, उसको संवेगात्मक पक्ष भनेको उसको अल पक्ष, उसको सबै पक्षको जुन अध्ययन गर्ने विज्ञान हो, त्यो सबै पक्षको अध्ययन गर्ने विज्ञानलाई, सबै पक्षको अध्ययन गर्ने विज्ञानलाई, सबै पक्षको अध्ययन गर्ने विज्ञानलाई हामी चाहिँ के भन्छौँ? बाल मनोविज्ञान भनिन्छ। अरे भन्नु, बाल मनोविज्ञानले बाल व्यवहारको अध्ययन गरेर, हेर्नुहोस् तपाईँ हामीले मनोविज्ञान भनेको व्यवहारको अध्ययन हो भनेर पढाएको थियौँ। मनोविज्ञानको आधुनिक अवधारणा हामीले पढेको के थियो? व्यवहारको अध्ययन गर्ने, व्यवहारको अध्ययन गर्ने, मानव व्यवहारको अध्ययन गर्ने विज्ञान नै के हो? मनोविज्ञान हो भने। यद्यपि मनोविज्ञानका विभिन्न अर्थहरू छन्। जस्तो आत्माको अध्ययन भनेर पढियो सुरुमा, त्यसलाई हामी शाब्दिक अर्थ, त्यसलाई प्राचीन अर्थ भनेर दियो, पुरानो अर्थ भनेर दियो। त्यहाँबाट चाहिँ आत्माको अध्ययन, आत्माको अध्ययन पछि अब मस्तिष्कको अध्ययन अथवा मनको अध्ययन, अनि त्यसपछि मनको अध्ययन है, चेतनाको अध्ययन, अनि यो हिसाबले अनि व्यवहारको अध्ययन गरेर विभिन्न अवधारणाहरू अगाडि बढे। अब यी अवधारणाहरू मध्ये अहिलेको आधुनिक अवधारणासँग सम्बन्धित भएर तपाईँहरूले यसलाई उत्तर लेख्न पर्यो। त्यसैले यो बाल मनोविज्ञानले बाल व्यवहारको अध्ययन गर्छ। मनोविज्ञान भनेको मानव व्यवहारको अध्ययन गर्ने विज्ञान हो। त्यसैले यसले बाल व्यवहारको अध्ययन गरी आवश्यक सूचना सङ्कलन गरेर यो वैज्ञानिक सिद्धान्तहरूको निरूपण गर्न सहयोग गर्दो रहेछ। वैज्ञानिक सिद्धान्तहरू पनि खोज्दो रहेछ। यही कारण बाल मनोविज्ञानलाई बाल व्यवहारको अध्ययन गर्ने विधा पनि भन्न सकिन्छ भनौँ। यही कारण बाल मनोविज्ञानलाई के भन्ने? बाल व्यवहारको अध्ययन गर्ने विधा। विधा भनेको विज्ञान भनेको एउटै हो। यसरी लेख्न पर्यो। यसलाई बुदामा राख्न पनि पाइन्छ साथी हो ए। अब यसरी चाहिँ हेर्नु पर्यो। अब तपाईँले सक्नुहुन्छ बाल मनोविज्ञानको अवधारणा भनेर लेख्नुहुन्छ। यस्तै मिठो, छोटो मिठो, ठ्याक्कै 3 मिनेट 3.5 मिनेटमा सक्ने गरेर यो अवधारणा हजुरहरूले लेख्नु पर्यो। यदि अवधारणा आएन भने पनि थोरै परिचय लेख्नुपर्छ। परिचय लेख्नुपर्छ अगाडिको कुरा, अथवा बाल मनोविज्ञान, बाल व्यवहारको अध्ययन गर्ने विधालाई बाल मनोविज्ञान भनिन्छ भनेर यति कुरा सुरु गर्नु पर्ला है। अब यसरी संक्षिप्तमा लेख्ने कुरा तपाईँहरूले अभ्यास गर्नु पर्यो है। अब अर्को कुरा आयो, यो शिक्षण सिकाइमा बाल मनोविज्ञानको आवश्यकता किन पर्छ अथवा महत्त्व किन पर्छ? एउटा शिक्षकले बाल मनोविज्ञानको जानकारी लिनु आवश्यक छ, तर्क प्रस्तुत गर्नुहोस् भनेर सोधिदिन सक्छ। तपाईँलाई व्यवहारिक क्वेसन बनाउने कुरा, व्यवहारिक भनेको सबै चिज व्यवहारिक खोज्या होइन। यही क्वेसनलाई, यही कन्टेन्टलाई अलिकति व्यवहारिक बनाइदिया। एउटा शिक्षकलाई बाल मनोविज्ञानको जानकारी हुनु आवश्यक छ। किन? के कति कारणले शिक्षकलाई बाल मनोविज्ञानको जानकारी हुनाले सहयोग पुग्छ
भनेर सोध्ने हो। त्यो सोध्नका लागि यही बुँदा हामीले प्रयोग गर्ने हो, यही बुँदा प्रयोग गर्ने हो भनेर बुझ्नु पर्यो। यसरी चाहिँ बुझौँ। अब यसरी चाहिँ बुझ्नु पर्यो है। अब तपाईँहरूले बुझ्ने कुरा के हो भने यो बाल मनोविज्ञानको आवश्यकता किन छ भन्यो भने, एउटा शिक्षकलाई किन छ भन्यो भने पनि त्यही हो। एक हिसाबले शिक्षा मनोविज्ञानको आवश्यकता किन छ भन्ने प्रश्नको उत्तर पनि तपाईँहरूले यही कन्टेक्स्टबाट दिँदा हुन्छ, केही फरक पर्दैन। त्यसैले बालबालिकाका विकासात्मक विशेषता पहिचान गरी अनुकूल सिकाइ वातावरणको सिर्जना गर्न, भनौँ बच्चाका विकासात्मक विशेषता भनेको उसको शारीरिक, मानसिक, जुन सामाजिक संवेगात्मक पक्षहरू छन्, ती पक्षहरूको पहिचान गरेर अनुकूल सिकाइ वातावरणको सिर्जना गर्न। त्यो अनुकूल सिकाइ वातावरण सिर्जना गर्दो रहेछ। त्यो गर्नका लागि बाल मनोविज्ञान चाहिने रहेछ। त्यस्तै शिक्षण सिकाइका स्वरूप बुझेर कक्षा कोठामा प्रयोग गर्न चाहिनेछ। शिक्षण सिकाइका के बुझेर? स्वरूप बुझेर कक्षा कोठामा प्रयोग गर्न चाहिनेछ। शिक्षण सिकाइको स्वरूप बुझेर कक्षा कोठामा के गर्न? कक्षा कोठामा प्रयोग गर्न चाहिनेछ। त्यस्तै उपयुक्त शिक्षण विधिको पहिचान गरी तिनको प्रयोग गर्न चाहिनेछ। उपयुक्त शिक्षण विधिको पहिचान गरी तिनको प्रयोग गर्न चाहिनेछ। उपयुक्त शिक्षण विधिको प्रयोग गर्ने, पहिचान गर्ने र तिनको प्रयोग गर्न चाहिनेछ। त्यस्तै विद्यार्थीको विकास तथा आधारभूत सिपमा पूर्ण दक्षता प्राप्त गर्न, विद्यार्थीलाई मार्गनिर्देशन तथा परामर्श प्रदान गर्न, मार्गनिर्देशन र परामर्श दिन चाहिनेछ। अनुकूल पाठ्यक्रमको निर्माण गर्न, किनभने बच्चाको उमेर, स्तर, क्षमता, रुचि यो कुरालाई ख्याल गरेर पाठ्यक्रम, शिक्षण विधि, सामग्रीको कुरा चाहिन्छ, त्यो टिचरले गर्ने हो। त्यसैले अनुकूल पाठ्यक्रमको निर्माण गर्न, शिक्षण योजना निर्माण गर्न, बालबालिकालाई उचित सरसल्लाह प्रदान गरेर लक्ष्यतर्फ के गराउन? उन्मुख गराउन। त्यस्तै शिक्षण र शिक्षण सिकाइ सम्बन्धी, शिक्षा र शिक्षण सिकाइ सम्बन्धी समस्या बुझी समाधान गर्न र विद्यार्थीको सामाजिक समायोजनमा के गर्न? सहायता पुर्याउन। यसका लागि बाल मनोविज्ञान चाहिने रहेछ। यसरी लेख्नु पर्यो। परीक्षामा बाल मनोविज्ञानका क्षेत्रहरू के हुन् सोधेको छ। ठिक छ, आउँछ मनोविज्ञानका क्षेत्र, बाल मनोविज्ञानका क्षेत्र केही छैन, एउटै कुरा अहिले आउँछ साथीहरू, फेरि नमान्नु होला, आउँछ है। अब त्यसैले तपाईँहरूले यसलाई कसरी बुझ्नु पर्यो भन्दा बालबालिकाको विकासात्मक विशेषता पहिचान गर्न चाहिनेछ। शिक्षण सिकाइका स्वरूप बुझ्ने, कक्षा कोठामा प्रयोग गर्न चाहिनेछ। उपयुक्त शिक्षण विधिको पहिचान र प्रयोग गर्न चाहिनेछ। विद्यार्थीको विकास तथा आधारभूत सिपमा पूर्ण दक्षता प्राप्त गर्न चाहिनेछ। त्यस्तै विद्यार्थीलाई मार्गदर्शन तथा परामर्श प्रदान गर्न चाहिनेछ। अनुकूल पाठ्यक्रमको निर्माण गर्न चाहिनेछ। शिक्षण योजना निर्धारण गर्न चाहिनेछ र बालबालिकालाई उचित सरसल्लाह प्रदान गरेर त्यो लक्ष्यतर्फ उन्मुख गराउन चाहिनेछ र शिक्षा र शिक्षण सिकाइ सम्बन्धी समस्या बुझी समाधान गर्न र विद्यार्थीको सामाजिक समायोजनमा के पुर्याउन? सहायता पुर्याउन भनेर लेख्नु। यी कुराहरू लेख्नुहोस्। अब निष्कर्ष लेख्ने कुरा त बुझिहाल्नुहुन्छ तपाईँहरूले। निष्कर्ष हामी 1-2 लाइनमा लेख्ने हो। बालबालिकाको विकासात्मक अवस्था पहिचान गरी अनुकूल सिकाइ वातावरण सिर्जना गर्न बाल मनोविज्ञानको आवश्यकता पर्दछ भनेर बालबालिकाको के गर्ने? विकासात्मक अवस्था पहिचान गरी के गर्न? अनुकूल सिकाइ वातावरण सिर्जना गर्न यो बाल मनोविज्ञानको आवश्यकता पर्दछ भन्नु है। यसरी हेर्नु साथीहरू, तपाईँहरूलाई समय कम हुन्छ, सम्भवतः हाम्रो 10-11 गतेसम्ममा रिजल्ट आउँछ है, अनि भदौको लास्टतिर परीक्षा हुन्छ। त्यो भएको हुनाले विषय धेरै छ, अलिकति कसिएर पढ्नका लागि, अलि लेख्ने अभ्यास गर्नका लागि मैले अनुरोध गर्छु, नत्र 40 आउन पनि मुस्किल पर्छ। अलि मेहनत गरिएन, त्यसलाई ख्याल गरिदिनु। अब यो शिक्षा मनोविज्ञान भन्नाले के बुझिन्छ? शिक्षा मनोविज्ञानका क्षेत्रहरू के हुन्? शिक्षा मनोविज्ञानका क्षेत्रहरू के हुन् भने सोध। अब शिक्षा मनोविज्ञान भन्नाले के बुझिन्छ? शिक्षा मनोविज्ञानका क्षेत्रहरू के हुन्? अब यो क्षेत्रका कुरा आयो। अब क्षेत्रका कुराहरू आयो भने
थोरै शिक्षा मनोविज्ञान र मनोविज्ञानलाई हामीले अलिकति फरक ढङ्गले परिभाषित गर्छौँ। मनोविज्ञान व्यवहारको अध्ययन हो। मनोविज्ञानले सिद्धान्त निकालिदिन्छ, तर ती सिद्धान्तहरूलाई व्यवहारमा प्रयोग गर्ने काम, व्यवहारमा उपयोग गर्ने काम त्यो शिक्षा मनोविज्ञानले गर्छ भने बुझ्नु पर्यो। हो सर, नेमले 1 2 पढिसके भनेको छ, ठिक छ। विकासात्मक विशेषता क्लियर पारिदिनु सर भन्नुभएको छ। विकासात्मक विशेषता आउँछ, अहिले पिर नमान्नु होला। विकासात्मक विशेषताको बारेमा हामी छलफल गर्छौँ, नआत्तिनुहोस् है। विकासात्मक विशेषताहरू भनेको के हो भन्ने कुरा तपाईँलाई थाहा छ। विकासात्मक कार्य भनेको थाहा छ, विशेषता भनेको थाहा छ। विकासात्मक कार्य भनेको कुन बेलाका बालबालिकाले के गर्न सक्छ त्यो भनेर समाजले गरेको अपेक्षालाई विकासात्मक कार्य भनिन्छ भनेका छन् हेभी ग्रुसले। जस्तो उत्तर बाल्य अवस्थाका विकासात्मक कार्य छन्, पूर्व बाल्य अवस्थाका विकासात्मक कार्य छन्, उत्तर बाल्य अवस्थाका छुट्टै विशेषता छन्, अब पूर्व बाल्य अवस्थाका विशेषता छन्। ती भए अर्को मानव विकासका विशेषताहरू भन्यो भने हामी छुट्टै उत्तर दिन्छौँ है, हामी छुट्टै उत्तर दिन्छौँ। त्यो कुरालाई हजुरहरूले ख्याल गर्नु पर्यो, यसरी बुझ्नु पर्यो। अब क्वेसन हेरौँ न सर भन्नुभएको छ। शिक्षा मनोविज्ञान भन्नाले के बुझिन्छ? शिक्षा मनोविज्ञानका क्षेत्रहरू उल्लेख गर्नुहोस्। त्यो 2 + 3 को उत्तर आयो। 2 + 3, 2 नम्बर शिक्षा मनोविज्ञान भनेको के हो भनेर लेख्नु पर्यो। 3 नम्बर शिक्षा मनोविज्ञानका क्षेत्रहरू लेख्नु। 3 नम्बर शिक्षा मनोविज्ञानका क्षेत्रहरू भनेर 3 नम्बरको कुरा लेख्नु पर्यो, यसरी बुझ्ने। अब यो मनोविज्ञानको सिद्धान्तलाई यो शिक्षा क्षेत्रमा उपयोग गर्ने व्यवहारिक विधालाई शिक्षा मनोविज्ञान भनिन्छ। मनोविज्ञानको सिद्धान्तलाई शिक्षा शास्त्रमा उपयोग गर्ने त्यो व्यवहारिक विधालाई शिक्षा मनोविज्ञान भनिन्छ भन्यो नि। यो व्यवहारिक विधा छ। मनोविज्ञानले जे प्राप्ति गरेको छ त्यो प्राप्ति गरेका कुरालाई जो शिक्षाको क्षेत्रमा शिक्षा शास्त्रमा उपयोग गर्ने त्यो व्यवहारिक विधा, त्यो व्यवहारिक विधालाई के भनिन्छ? शिक्षा मनोविज्ञान भनिन्छ। अर्को अर्थमा शिक्षा मनोविज्ञानलाई सिकाइको मनोविज्ञान पनि भनिन्छ भनेको छ। अर्को अर्थमा शिक्षा मनोविज्ञानलाई के भनिन्छ? सिकाइको मनोविज्ञान पनि भनिँदो रहेछ। शिक्षा मनोविज्ञानले व्यक्तिको आन्तरिक क्रियाकलाप तथा व्यवहारको अध्ययन गर्दछ। यसले एकातिर मनोविज्ञानका नियम, सिद्धान्त तथा निष्कर्षहरू शिक्षा क्षेत्रमा प्रयोग गर्छ भने त्यसबाट शिक्षा सम्बन्धी समस्याको विवेचना गर्ने, विश्लेषण गर्ने, वैज्ञानिक समस्या प्रस्तुत गर्छ भनेर तपाईँले बाल मनोविज्ञानको अवधारणा र शिक्षा मनोविज्ञानको अवधारणा फरक ढङ्गले लेख्नु। यद्यपि हाम्रो कोर्समा शिक्षा मनोविज्ञान भनेको छैन, तर हामीले यो पढेर जानुपर्छ। त हामीले के गर्नुपर्छ? हामीले यसलाई पढेर जानुपर्छ। भनेको अर्थ मनोविज्ञानका जुन सिद्धान्तहरू छन् त्यो सिद्धान्तहरूलाई शिक्षा शास्त्रमा उपयोग गर्ने मनोविज्ञान सिद्धान्त हो। त्यसले केही कुरा प्रतिपादन गर्छ। त्यो प्रतिपादन गरेको कुरा मान्छेको व्यवहारमा, बालबालिकाको व्यवहारमा उपयोग गर्ने, प्रयोग गर्ने, त्यो गरेर मनोवैज्ञानिक समस्याहरू समाधान गर्ने, शिक्षण सिकाइका समस्याहरू समाधान गर्ने त्यो खालको मनोविज्ञान शिक्षा मनोविज्ञान छ। त्यसैले मनोविज्ञान भित्रको एउटा मनोविज्ञान शिक्षा मनोविज्ञान, यो छुट्टै विधाको रूपमा अहिले विकसित भएको छ। त्यसैले शिक्षा मनोविज्ञानलाई सिकाइको मनोविज्ञान पनि भन्दो रहेछ। यसले व्यक्तिको आन्तरिक क्रियाकलाप र व्यवहारको अध्ययन गर्दो रहेछ। एकातिर मनोविज्ञानका नियम, सिद्धान्त तथा निष्कर्षहरू शिक्षा क्षेत्रमा प्रयोग गर्छ भने अर्कोतर्फ त्यसबाट शिक्षा सम्बन्धी समस्याको विवेचना गर्ने, विश्लेषण गर्ने तथा वैज्ञानिक समाधान प्रस्तुत गर्छ भनेर लेख्नु। यो कुराहरू शिक्षा मनोविज्ञानको अवधारणाभित्र पढ्न पर्यो भनेर बुझ्ने, त्यसरी बुझ्ने। अब शिक्षा मनोविज्ञानको क्षेत्र के हो त? शिक्षा मनोविज्ञानको क्षेत्र के हो? एक लाइन चाहिँ तपाईँले चाहिँ परिचय जस्तो पनि लेख्नु पर्यो। शिक्षा मनोविज्ञानले पहिला सिकाइहरूको पहिचान गर्दो रहेछ। सिकाइहरूको पहिचान गर्छ, सिकाइ प्रक्रियाको पहिचान गर्छ, सिकाइलाई प्रभाव पार्ने तत्त्वहरूको पहिचान गर्छ,
शिक्षण प्रक्रिया र विधिको पहिचान गर्छ, सिकाइ उपलब्धिको मूल्याङ्कन गर्छ, मार्गनिर्देशन र सल्लाह दिन्छ र व्यक्तित्व र समायोजन गर्छ। यी चाहिँ शिक्षा मनोविज्ञानका के रहेछन्? क्षेत्र रहेछन्। छोटकरीमा के लेख्ने? शिक्षा मनोविज्ञानले सिकारुको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक पक्षको अध्ययन गर्छ है, अथवा शारीरिक, मानसिक रूप, सामाजिक रूपमा सिकारू कस्तो रहेछ भन्ने कुरा चाहिँ पत्ता लगाउँछ, त्यो अध्ययन गर्छ, त्यो सिकारूको पहिचान छ। सिकाइ प्रक्रियाको पहिचान भनेको सिकाइ कसरी हुन्छ, सिकाइ कसरी हुन्छ भन्ने बारेमा अध्ययन गर्छ। छोटो लेख्नु पर्यो भने सिकाइ कसरी हुन्छ। त्यस्तै सिकाइलाई प्रभाव पार्ने तत्त्वहरूको बारेमा अध्ययन गर्छ। छोटो लेख्नु पर्यो, टाइमले भ्याइएन भने त्यो शारीरिक, मानसिक, संवेगात्मक, वंशानुक्रम, शिक्षकको व्यक्तित्व यी सबै कुरा लेख्न परेन। सिकाइलाई प्रभाव पार्ने व्यक्तिक तत्त्वहरूको बारेमा यसले अध्ययन गर्छ, त्यसरी लेख्नु पर्यो। चौथोमा शिक्षण प्रक्रिया र विधिको पहिचान। यस अन्तर्गत सिकाइ प्रक्रिया के हो, यसलाई कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने बारेमा यसले शिक्षणका विधि तथा प्रविधिहरूको खोजी गर्छ भनेर लेखिन्छ। त्यसरी लेख्नु पर्यो। अब अवधारणा र परिचय बुदामा लेख्न मिल्छ, बुदामा लेख्न मिल्छ साथी, बुदामा लेख्न मिल्छ है। अब सिकाइ उपलब्धिको मूल्याङ्कन, त्यो उद्देश्य अनुसार सिकाइले उपलब्धि प्राप्त गरेनन् भन्ने कुरा पत्ता लगाउन यसले विविध साधनहरूको प्रयोग गर्दछ। त्यस्तै मार्गनिर्देशन र सल्लाह दिँदो रहेछ है, मार्गनिर्देशन र सल्लाह दिँदो रहेछ। विद्यार्थीका सिकाइ तथा व्यवहारका समस्या पहिचान गरेर यसले मार्गनिर्देशन र के दिँदो रहेछ? सल्लाह सेवा प्रदान गर्दो रहेछ र व्यक्तित्व र समायोजनको कुरा गर्छ। सिकारूको व्यक्तित्व र त्यसबाट उसको सामाजिक समायोजनमा पर्ने प्रभाव र सम्बन्धहरूको बारेमा अध्ययन गर्छ। भन्नुहोस्, टाइमले भ्याएन भने छोटो बनाउनुहोस्, एक एक लाइनमा लेख्नुहोस् अनि टुङ्ग्याउनुहोस्। यी चाहिँ शिक्षा मनोविज्ञानका क्षेत्र रहेछन् भनेर बुझ्नु है। शिक्षा मनोविज्ञानका क्षेत्र के रहेछन्? सिकारूको पहिचान गर्ने भनेको उसको शारीरिक, मानसिक, सामाजिक अवस्था हेर्ने कुराहरू छ। सिकाइ प्रक्रिया, सिकाइ कसरी हुन्छ भन्ने कुरा हेर्दो रहेछ। सिकाइलाई प्रभाव पार्ने तत्त्व हेर्दो रहेछ। शिक्षणका विधि र प्रविधिहरूको खोजी गर्दो रहेछ। के अरे सिकारूले उपलब्धि प्राप्त गरे नगरेको त्यो खोज्नका लागि यसले विविध साधनहरूको निर्माण र प्रयोग गर्दो रहेछ। त्यस्तै विद्यार्थीका सिकाइ तथा व्यवहारका समस्या पहिचान गरेर मार्गनिर्देशन र सल्लाह सेवा प्रदान गर्दो रहेछ। तर यसरी चाहिँ लेख्नु पर्यो। यी चाहिँ शिक्षा मनोविज्ञानका क्षेत्र हुन् भनेर लेख। यी चाहिँ के रहेछ? शिक्षा मनोविज्ञानका क्षेत्र रहेछन् भनेर बुझ्ने। अब निष्कर्षमा छोटो निष्कर्ष लेख्नु पर्यो। शिक्षा र सिकाइ गरी दुईवटा पक्ष रहेको शिक्षा मनोविज्ञानले सिकाइहरूको पहिचान, सिकाइ प्रक्रिया र शिक्षण विधिको पहिचान जस्ता क्षेत्रहरू समेटेको हुन्छ भन्न। शिक्षा र सिकाइ गरी दुईवटा पक्ष रहेको शिक्षा मनोविज्ञानले सिकाइहरूको पहिचान, सिकाइ प्रक्रिया र शिक्षण विधिको पहिचान जस्ता क्षेत्रहरू समेटेको हुन्छ भन्नुभयो। निष्कर्षमा यसरी लेख्ने। अब शिक्षकका लागि शिक्षा मनोविज्ञानको आवश्यकता किन पर्छ? शिक्षकका लागि शिक्षा मनोविज्ञानको आवश्यकता किन पर्छ? यसमा तपाईहरुलाई अघिको बाल मनोविज्ञानको अवधारणा लेखे पनि हुन्छ। क्षेत्र भनेको के हो भने क्षेत्र भनेको एरिया, एरिया कुन एरिया लिन्छ भनेको, कुन एरिया लिन्छ भनेको। जस्तो हाम्रो शरीरका क्षेत्रहरू, शिरको एरिया छ, भित्री पाटको एरिया छ, हाम्रा खुट्टाका एरियाहरू छ, यी हातहरूका एरिया छ भने जस्तै क्षेत्र भनेको एरिया हो है। हाम्रो नेपाल हिमाल पहाड तराई छ, त्यहाँ भित्र पनि विभिन्न क्षेत्र छ। क्षेत्र भने चाहिँ शिक्षा मनोविज्ञानका क्षेत्र सिकारू पहिचान गर्ने एउटा क्षेत्र रहेछ, सिकाइलाई प्रभाव पार्ने तत्त्व हेर्ने अर्को रहेछ, सिकाइ कसरी हुन्छ सिकाइ प्रक्रियाको कुरा हेर्ने अर्को कुरा रहेछ, शिक्षण विधि हेर्ने अर्को कुरा रहेछ, मूल्याङ्कन हेर्ने अर्को कुरा रहेछ। यी चाहिँ क्षेत्र रहेछ, यी चाहिँ क्षेत्र रहेछन्, त्यसरी हेर्न पर्यो। अब शिक्षकका लागि शिक्षा मनोविज्ञानको आवश्यकता किन पर्छ भने सोध्यो भने त्यो बाल बालिकाका व्यवहार र विकासको जानकारी लिनका लागि चाहिन्छ। यो अघि हामीले पढेको
मनोविज्ञान शिक्षामा किन चाहिन्छ, शिक्षकलाई किन चाहिन्छ भन्ने उत्तरै लेखिदिए पनि तपाईँ हामीलाई केही फरक पर्दैन। त्यसले पनि केही फरक पर्दैन। हामीले लेखेका बुँदा शिक्षाकै कन्टेक्स्टबाट छ। त्यसैले तपाईँले बालबालिकाको व्यवहार र विकासको जानकारी लिन, शिक्षण विधि र रणनीतिको जानकारी लिन, विद्यार्थीलाई सरसल्लाह प्रदान गरेर लक्ष्यतर्फ उन्मुख गराउने क्षमता विकास गर्न, शैक्षणिक प्रक्रियाको नमुनाको जानकारी लिन। यो शैक्षणिक प्रक्रियाको नमुना भनेको शिक्षणभन्दा पहिले के गर्ने, शिक्षणको क्रममा के गर्ने, हो, अनि शिक्षण पश्चात के गर्ने। अब यो लामो हुन्छ, यत्रो लामो नलेख्नु होला, अलिक छोटो लेख्न पाइन्छ। हामी शैक्षणिक प्रक्रियाको नमुनाको जानकारी लिन भनेर 4 बाट एकैचोटि 5 मा जान मिल्यो। शिक्षा सम्बन्धी समस्या बुझी समाधान गर्न, सामाजिक समायोजनमा सहायता पुर्याउनु, पाठ्यक्रमको निर्माण र कार्यान्वयन गर्न र मनोवैज्ञानिक समस्या पहिचान गर्न र तिनको निराकरणका साथ मार्गदर्शन र सल्लाह गर्न। यसका लागि शिक्षा मनोविज्ञान चाहिने रहेछ। समग्रमा कसलाई सिकाउने, कसले सिकाउने, के सिकाउने, किन सिकाउने जस्ता प्रश्नहरूको जवाब शिक्षा मनोविज्ञानले दिने भएकोले शिक्षा मनोविज्ञान शिक्षकका लागि अति आवश्यक छ भनेर लेख्न सक्छ। अति आवश्यक छ भनेर लेख्नु पर्यो। यसरी बुझ्ने। अब हामी 2.2 मा जाउँ। 2.2 मा मानव वृद्धि र विकासको बारेमा जाउँ। अब त्यो हिसाबले बुझ्नु पर्यो। है अब यहाँ एकजना साथीले प्रश्न सोध्नु भएको छ, यो बाल मनोविज्ञानका क्षेत्रहरू के हुन् भनेर सोधिराख्नु भएको छ। बाल मनोविज्ञानका क्षेत्र भनेको यो शारीरिक क्षेत्र हो, एउटा शारीरिक विकासको क्षेत्र, अर्को मानसिक विकासको क्षेत्र, अर्को संवेगात्मक विकासको क्षेत्र, अर्को चाहिँ अब के अरे व्यक्तित्व विकासको क्षेत्र। यो हिसाबले शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, संवेगात्मक यी क्षेत्रहरू बाल विकासका क्षेत्र। शारीरिक, मानसिक तथा बौद्धिक, सामाजिक, संवेगात्मक, व्यक्तित्व विकास यी बाल मनोविज्ञानका क्षेत्र हो। त्यहाँ फिजिकल कुरा आउँछ, त्यहाँ सामाजिक कुरा आउँछ, त्यहाँ मनोवैज्ञानिक कुरा आउँछ, त्यहाँ व्यक्तित्वको कुरा आउँछ, त्यहाँ मानसिक तथा बौद्धिक क्षेत्रको कुरा आउँछ। त्यो मनोविज्ञानका क्षेत्र हुन् भनेर बुझ्नुहोस्। त्यो मनोविज्ञानका क्षेत्र हुन् है। हाम्रो एकजना साथीले खालि त्यही जिज्ञासा राख्नु भएको छ। खास गरी बाल मनोविज्ञानले व्यक्तिको शारीरिक विकासको पाठ हेर्दो रहेछ, व्यक्तिको मानसिक विकासको अथवा बौद्धिक विकासको पाठ हेर्दो रहेछ, उसको सामाजिक विकासको पाठ हेर्दो रहेछ, उसको संवेगात्मक विकासको पाठ हेर्दो रहेछ। हो, यी चाहिँ यसका मनोविज्ञानका क्षेत्रहरू हुन् भनेर लिनुहोस्। बाल मनोविज्ञानका भने पनि मनोविज्ञानका भने पनि त्यही। तर शिक्षा मनोविज्ञानका भन्यो भने सिकारुको पहिचान भनेर हेर्नु। यसरी यसबाट तपाईहरुलाई 5 नम्बरको क्वेशन आउँछ। ओन्ली 5। अब मानव वृद्धि र विकासतिर जाउँ। यसमा वृद्धि र विकासको अवधारणा, मानव विकासका विशेषताहरू र मानव विकासका चरणहरूको बारेमा तपाईँ हामीले छलफल गर्छौं। यसको बारेमा हामी छलफल गर्छौं है। अब त्यो हिसाबले बुझ्नुहोस् साथीहरु। बुझियो? मनोविज्ञानका क्षेत्रहरू भन्यो भने लेख्न सक्नुहुन्छ। यो अनुभव बापत कति अंक आउँछ भन्ने कुरा फर्स्ट पेपर गएका साथीहरूले कुरा बुझ्नु पर्यो। अनुभव बापत प्रति वर्षको 0.5 अंकका दरले पाइन्छ। तपाई कति वर्ष गर्नुभयो त्यति जान्नु है। ल अब एकचोटी भन्नुभयो, एकचोटी के चाहियो? के भन्दिनु पर्यो? एकचोटी भन्नुस् त। एकचोटी के भन्दिनु पर्यो?
अब तपाईलाई अब यति भनिसकेपछि त फ्याट जान्न पर्ने हो साथीहरूले। त्यस्तो धेरै मैले यहाँ लेखाइराख्नै पर्ने जस्तो त लाग्दैन। मनोविज्ञानका अथवा बाल मनोविज्ञानका क्षेत्रहरू, यो शारीरिक विकासको पाठ हेर्नु पर्यो है। अनि सामाजिक विकासको कुरा हेर्नु पर्यो, सामाजिक विकासको कुरा हेर्नु पर्यो। अनि मानसिक अथवा मनोवैज्ञानिक संवेगात्मक विकासको कुरा हेर्नु पर्यो। अनि मानसिक विकासको कुरा हेर्नु पर्यो है। संवेगात्मक मानसिक विकासको कुरा हेर्नु पर्यो, मानसिक विकासको कुराहरू हेर्नु पर्यो। अनि यो व्यक्तित्व विकासका कुरा हेर्नु पर्यो, समग्रमा व्यक्तित्व विकासका कुरा हेर्नु पर्यो। यी कुराहरू समग्रमा व्यक्तित्व विकासका कुराहरू हेर्नु पर्यो। यी कुराहरू यसरी बुझ्ने है। अब यो क्लियर भयो। यी कुराहरू तपाईहरुले यसलाई हेर्नु पर्यो। त्यसपछि कग्निटिभ पार्ट हेर्नुस्, कग्निटिभ पार्ट हेर्नुस्, इफेक्टिभ पार्ट हेर्नुस्। यो हिसाबले हेर्नु पर्यो। ल अब यो नैतिक विकासको कुरा पनि हेर्नु। ल अझै हेर्न मन लाग्छ भने नैतिक विकासका कुरा थप्नै मन लाग्यो। तपाईले यति एरियाहरू हेर्नुभयो भने तपाईहरुले यसलाई बुझ्नुपर्छ है। शारीरिक विकास, सामाजिक विकास, संवेगात्मक विकास, मानसिक विकास, त्यो कुराहरू त्यसरी बुझ्ने। ल अब यो मानव वृत्ति र विकासतिर जानुस्, वृत्ति र विकासतिर जानुस्। अब वृत्ति र विकासको कुरामा जानुस् है। यो वृत्ति र विकासको कुरामा अब यो वृत्तिको अर्थ के रहेछ? यो वृत्तिको अर्थ, वृत्ति भनेको संरचनात्मक र शारीरिक परिवर्तन छ। वृत्ति भनेको संरचनात्मक र शारीरिक परिवर्तन छ। यो परिमाणात्मक प्रकृतिको हुँदो रहेछ। यसलाई प्रत्यक्ष देख्न र नाप्न सकिँदो रहेछ। यो निश्चित उमेरसम्म मात्र हुँदो रहेछ र यो वंशानुगत प्रक्रिया हो भनेर लेख्नु पर्यो। यो वंशानुगत प्रक्रिया हो भनेर लेख्ने, यो वंशानुगत प्रक्रिया हो भनेर लेख्ने। अब विकास भनेको के रहेछ? विकास भनेको यो परिपक्वता र सिकाइको परिणाम स्वरूप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई विकास भनिन्छ भन्नुभयो। विकास भनेको परिपक्वता र सिकाइको परिणाम स्वरूप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई विकास भनिन्छ। यो प्रगतिशील परिवर्तन छ। यो शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक, भाषिक आदि सबै पक्षको एकीकृत परिवर्तन छ। एकजना साथीले तिनै पक्षको नि फेरि व्याख्या गर्दै भन्नुभएको छ। अब त्यति सामान्य कुराको व्याख्या त साथीहरूले जान्नु पर्यो। शारीरिक कुरा भने के, मानसिक भने के, संवेगात्मक भने के, सामाजिक भने के है। यी कुराहरू त त्यति धेरै गाह्रो होला जस्तो मलाई लाग्दैन है। त्यसैले विकासले परिमाणात्मक र गुणात्मक दुवै पक्षलाई समेट्दो हुन्छ। अनि यो जीवनभर निरन्तर चलिरहने के रहेछ? जीवनभर निरन्तर चलिरहने प्रक्रिया रहेछ भने बुझ्नु है। जति नम्बरको क्वेसन हो त्यति बुँदा लेखेर हुँदैन। मैले धेरैचोटि भनेको छु तपाईहरुलाई। तपाईलाई 1 नम्बरको क्वेसन छ भने 2टा बुँदा लेख्नुस्। 1 अंकका लागि एउटा बुँदा लेखेर हुँदैन। के व्याख्या गर्नु पर्यो त्यो हिसाबले बुझ्नु पर्यो है साथीहरु। यो जीवनभर निरन्तर चलिरहने प्रक्रिया छ र मानव विकास आमाको गर्भदेखि सुरु हुन्छ भने बुझ्नु। मानव विकास केबाट? आमाको गर्भदेखि सुरु हुन्छ भनेर लेख्ने। अब तपाई हामीलाई क्वेसन सोध्छ
यो वृद्धि र विकास बीचको भिन्नता लेख्नुहोस्। वृद्धि र विकास बीचको भिन्नता लेख्नुहोस्। यो क्वेशन धेरै महत्त्वपूर्ण छ। वृद्धि र विकास बीचको भिन्नता लेख्नुहोस्। यो प्रश्न धेरै महत्त्वपूर्ण छ। यो क्वेशनलाई एकदमै ख्याल गर्नुहोला। मानव वृद्धि र विकास बीचको भिन्नता लेख्नुहोस्। यो वृद्धि र विकासका थोरै परिचय लेख्नुहोस्। यसलाई अवधारणा दिनुहोस् अथवा यसको परिचय दिनुहोस् है। यसको परिचय दिनुहोस्, थोरै परिचय दिनुहोस्। परिचय अघि हामी लेखिसकिया छ। अनि दुईटाको फरक दिनुहोस्। व्यक्तिको शारीरिक आकार तथा संरचनामा देखा पर्ने परिवर्तनलाई वृद्धि भनिन्छ भने परिपक्वता र सिकाइको परिणामस्वरूप हुने प्रगतिशील क्रमिक परिवर्तनलाई के भनिन्छ? विकास भनिन्छ भनेर यति थोरै परिचय दिनुहोस् अनि दुईटाको फरक दिनुहोस्। त्यो दोस्रो वाक्य नलेख्दा नि हुन्छ। सुरुको अवधारणा दिनुहोस् अनि ठ्याक्क दुईटाको फरक दिनुहोस् अनि निष्कर्ष दिनुहोस्। अनि निष्कर्ष दिनुहोस्। यसरी उत्तर चाहिँ दिनु होला है। अब यसलाई यो धेरै महत्त्वपूर्ण क्वेशन छ। त्यसैले यो दुईटाको फरकलाई यसरी हेर्नुहोस्। मानव वृद्धि र विकास बीचको भिन्नता भनेर हेडिङ दिनुहोस्। अनि मानव वृद्धि एकातिर राख्नुहोस्, मानव विकास अर्कोतिर राख्नुहोस्। यो कति नम्बरमा सोध्छ? 5 नम्बरमा सोध्यो 5 वटा बुँदा कम्तीमा लेख्नुहोस्। किनभने यहाँ दुईटा कुरा भयो। यहाँ यता वृद्धितिर एउटा भयो, विकासतिर अर्को भयो, अर्थाखेरि दुईटा बुँदा जस्तो भयो है। दोबारा कम्तीमा 5 वटा बुँदा तपाईहरुले ख्याल गर्नुपर्छ। यो शारीरिक परिवर्तन छ मानव वृद्धि। तर मानव विकास भनेको शारीरिक, मानसिक लगायत सर्वांगीण परिवर्तन छ। अब मानव वृद्धि परिमाणात्मक परिवर्तन छ, मानव विकास गुणात्मक परिवर्तन छ। त्यो मानव वृद्धिको प्रत्यक्ष मापन र अवलोकन गर्न सकिन्छ, तर विकासलाई प्रत्यक्ष मापन गर्न सकिन्न। यसको मूल्याङ्कन अनुभव गर्न सकिन्छ। वृद्धि धनात्मक र ऋणात्मक दुवै दिशातर्फ अग्रसर हुन्छ भने विकास सदैव प्रगतिशील हुन्छ। अर्थात् सधैँ के हुन्छ? सधैँ धनात्मक हुन्छ। मानव वृद्धि निश्चित समयसम्म चल्छ, तर विकास निरन्तर चलिरहने के हो? प्रक्रिया। विकास निरन्तर चलिरहने प्रक्रिया छ। मानव वृद्धि परिपक्वतासँग मात्रै सम्बन्धित हुन्छ, तर मानव विकास परिपक्वता र सिकाइ दुवैसँग सम्बन्धित हुन्छ। हो यसरी लेख्नु, यसरी लेख्ने। यो वाक्य टुङ्ग्याउनु पर्दैन साथी हो। वृद्धि चाहिँ घरबाट भएको मानिँदैन भने छ कसले हो? यो वाक्य टुङ्ग्याउनु पर्दैन मेरो भाइ बहिनीहरू है। यो वाक्य टुङ्ग्याउनै पर्छ भन्ने छैन, यति बुझ्नुहोस्। त्यो वृद्धि शारीरिक परिवर्तन हो भनिराख्न पर्दैन। जब हामी हेडिङ दिन्छौँ मानव वृद्धिभित्र अनि मानव विकासभित्र, त्यसलाई टुङ्ग्याइ राख्नु पर्दैन। हरेक वाक्यमा हामी हरेक बुँदामा मानव वृद्धि शारीरिक परिवर्तन हो, मानव वृद्धि परिमाणात्मक परिवर्तन हो, मानव वृद्धिको प्रत्यक्ष मापन अवलोकन गर्न सकिन्छ भनेर यसरी लेख्न पर्दैन। त्यो टाइम किल मात्रै हो। तपाईले यसरी च्याट्ट लेख्न सक्नुहुन्छ, यो मिठो हुन्छ। मानव वृद्धि निश्चित समयसम्म चल्छ, तर विकास निरन्तर चलिरहने प्रक्रिया। मानव वृद्धि परिपक्वतासँग मात्र सम्बन्धित छ, तर मानव विकास परिपक्वता र सिकाइ दुवैसँग सम्बन्धित छ। मानव वृद्धि वंशानुगत गुणहरूबाट विकसित छ, तर मानव विकास वंशानुक्रम र वातावरणीय दुवै गुणहरूबाट विकसित हुन्छ। वंशानुक्रम र वातावरणीय दुवै गुणहरूबाट विकसित हुन्छ। मानव वृद्धि जन्मजात प्रक्रिया, तर मानव विकास आर्जित प्रक्रिया। मानव वृद्धि विकासको एक पक्ष हो, तर मानव विकास एउटा व्यापक धारणा हो भनेर बुझ्नु। यसरी दुईटा बीचको फरकलाई ख्याल गर्नु होला। अब निष्कर्षमा लेख्नु पर्यो। निष्कर्ष लेख्ने, निष्कर्ष लेख्ने। यो साधन र साध्य होइन साथी हो। सधैँ साधन र साध्यको कुरा आउँदैन। सधैँ साधन र साध्यको कुरा आउँदैन। त्यो कुरा नबुझिदिनु होला।
है। मूल्याङ्कन चाहिँ साध्य हो, मापन परीक्षा साधन हो भने चाहिँ मानव वृत्ति साधन, मानव विकास साध्य हो भनेर भनिँदैन है। त्यसलाई त्यो हिसाबले पनि नलेखौँ। अब निष्कर्ष, यो मानवको शारीरिक परिवर्तनसँग सम्बन्धित रहेका मानव वृत्ति, जो शारीरिक परिवर्तनसँग मात्रै सम्बन्धित रहेछ त्यो मानव वृत्ति, र सर्वाङ्गीण परिवर्तनसँग सम्बन्धित रहेको विकास बीच स्पष्टता भिन्नता रहन्छ भनेले शारीरिक परिवर्तनसँग सम्बन्धित रहेको मानव वृत्ति र सर्वाङ्गीण परिवर्तनसँग सम्बन्धित रहेको यो मानव विकास बीच स्पष्टता भिन्नता रहेको देखिन्छ। ल अब यसले निष्कर्ष पनि दियो। यसरी वृत्ति र विकास बीचको फरकलाई ख्याल गर्नु, यो क्वेसन एकदमै जान्ने, एकदमै यो धेरै महत्त्वपूर्ण क्वेसन छ। त्यसलाई ख्याल गर्नु। तपाईले बाल मनोविज्ञानको अवधारणा, बाल मनोविज्ञानको आवश्यकता, शिक्षा मनोविज्ञानको अवधारणा, शिक्षा मनोविज्ञानका क्षेत्र, अब शिक्षा मनोविज्ञानको आवश्यकता बाल मनोविज्ञानको जानेछ त्यता भइहाल्छ। अनि मानव वृत्ति र मानव विकास बीचको भिन्नता हो। यति क्वेसन एकदमै जान्नु होला अहिले सब पढे मध्ये पनि। यति कुराहरूलाई एकदमै ख्याल गर्नुहोस्। अब वृत्ति र विकास बीचको अन्तर सम्बन्ध के छ त फेरि? अघि हामीले फरकको कुरा, हाम्रो कोर्सले त फरक भनेको छ, धेरै जसो हामीलाई फरक सोध्छ। अब यो दुईटा बीचको अन्तर सम्बन्ध के छ भनेर सोध्यो भने थोरै अवधारणा अथवा परिचय लेख्नुहोस्, त्यसको परिचय लेख्नुहोस्, केही फरक पर्दैन। परिचय लेख्नुहोस्। अनि यो वृत्ति र विकास बीचको अन्तर सम्बन्ध, यो दुवै विकासात्मक परिवर्तनसँग सम्बन्धित छन्। दुवै के छन्? दुवै विकासात्मक परिवर्तनसँग सम्बन्धित छन्। यसरी बुझ्नु पर्यो। दुवै एकअर्कासँग अन्तर सम्बन्धित, दुवै एकअर्कासँग अन्तर सम्बन्धित र अन्तर्निर्भर छन्। दुवैमा परिवर्तन समावेश छ। दुवै अवलोकनीय छन्, मापनीय छन् र पूर्वकथनीय छन्। दुवैको सुरुवात सँगै हुन्छ तर अन्त्य सँगै हुँदैन। वंशानुगत गुणको विस्तार र विकासमा दुवै जिम्मेवार मानिन्छन् र बालबालिकाहरूमा शारीरिक वृत्तिका कारण हिँड्नु, बोल्नु, अनुभव गर्दै जानु र उनीहरूको व्यवहारमा परिवर्तन भई विकासतिर लम्कदै जान्छ भन्ने। अब अन्तर सम्बन्धको कुरा गर्यो भने यसरी शारीरिक परिवर्तनसँग सम्बन्धित रहेको मानव वृत्ति र सर्वाङ्गीण परिवर्तनसँग सम्बन्धित रहेको मानव विकास बीच नङ र मासु चाहिँ अन्तर सम्बन्ध छ। उता फरक छ भने यता अन्तर सम्बन्ध छ भनेर लेख्नु पर्यो। यसरी बुझ्नु पर्यो, यसरी चाहिँ बुझ्नु पर्यो है। वृत्ति चाहिँ गर्भबाट भएको मानिँदैन। कसले लेखेको छ खाली यो वृत्ति गर्भबाट भएको मानिँदैन सर। यो वृत्ति गर्भधारणबाट सुरु हुन्छ। वृत्ति पनि गर्भधारणबाट सुरु हुन्छ, विकास पनि गर्भधारणबाट सुरु हुन्छ। बिउ परेर हिँड्न सुरु हुन्छ। यति बुझ्नुहोस्। त्यहीबाट बढ्दै जाने। विकास पनि गर्भधारणबाटै सुरु हुन्छ। सिकाइ मात्रै हो जन्म पश्चात सुरु हुन्छ। सिकाइ जन्म पश्चात सुरु हुन्छ। तर मानव वृत्ति र मानव विकास दुवै गर्भधारणबाटै सुरु हुन्छ। दुवै गर्भधारणबाट सुरु हुन्छ। यसरी चाहिँ बुझ्नु ल। अब बाल विकास अथवा मानव विकास भन्नाले के बुझिन्छ? यो मानव विकासका विशेषताहरू लेख्नुहोस्। मानव विकासका विशेषताहरू लेख्नुहोस् भन्यो ए। मानव विकास भन्नाले के बुझिन्छ? यो मानव विकास अथवा बाल विकासका विशेषताहरू लेख्नुहोस् भन्यो। अब यो अवधारणा हामीले लेखिसकेका छौँ। अवधारणा हामी लेखिसकेका छौँ है। ए मेरो साथी हो, तपाईहरु पढ्ने कुरामा ख्याल गर्नुहुन साथी हो। न यहाँ हेर्नुहोस्, वृत्तिको अवधारणा। व्यक्तिको शारीरिक आकार तथा संरचनामा देखा पर्ने परिवर्तनलाई वृत्ति भनिन्छ। वृत्तिलाई मानिसमा देखा पर्ने परिमाणात्मक परिवर्तनको श्रृङ्खलाका रूपमा लिइन्छ। जस्तै भनेर उदाहरण दिनु। जस्तै हाम्रो शरीरका अङ्गहरू बढ्ने, हातखुट्टा लामा हुने, मान्छे अग्लो हुँदै जाने, के कुराहरूलाई बुझ्नुहोस् है।
अब यसरी चाहिँ बुझ्नुहोस् यसलाई। अब यो बाल विकास अथवा मानव विकासको अवधारणा भनेर पढ्नु है। यो बाल विकास अथवा मानव विकासको अवधारणा साथीहरू तपाईँले यो ह्यान्डआउट पनि पाउनुहुन्छ। पहिलो एकाइको एकाइ 1 को मैले ह्यान्डआउट पठाइदिइसकेको छु। एकाइ 2 को पनि अब हामीलाई आज भोलि पर्सि हामी 3 देखि 4 दिनमा एकाइ यो 2 युनिट पनि सक्छौं। अब बढीमा 3 दिन अथवा 2 दिनमा, अनि म यो एकाइ पनि हालिदिन्छु। त्यो भएको हुनाले कोही साथीहरू पछाडि छुट्नु भएको होला, तपाईहरुका लागि पनि यो पाइन्छ। त्यसलाई यसरी चाहिँ हेर्दिनु होला। विकास कसरी गर्भधारणबाट हुन्छ प्रश्न पार्नुहोस्। विकासमा शारीरिक कुरा पनि हुन्छ। वृद्धि शारीरिक कुरा हो। साथीहरु ध्यान दिनुहोस् त, वृद्धि शारीरिक कुरा हो। विकास भनेको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, संवेगात्मक सबै हो। त्यो भएर शारीरिक कुरा पनि आएको हुनाले त्यो वृद्धि सँगसँगै सुरु हुन्छ। त्यहाँ शारीरिक पाठ मात्रै सुरु भयो भने ठिक छ। विकासका अन्य पाठहरू सामाजिक कुरा, बौद्धिक कुरा, सामाजिक के अरे मनोवैज्ञानिक कुराहरू यी जन्म पश्चात सुरु हुन्छन्। तर फिजिकल पाठ सँगसँगै सुरु हुन्छ। वृद्धि भनेकै शारीरिक पाठ हो। विकासमा पनि शारीरिक पाठ हुन्छ। यति कुराहरू कमन कुरा हो साथीहरु। तर सिकाइ भन्यो भने जहिले पनि गर्भधारण पश्चात, जन्म पश्चात सुरु हुन्छ भन्नु पर्यो। सिकाइ जन्म अगाडि हुँदैन, जन्म पछाडि हुन्छ। त्यसैले बाल विकास अथवा मानव विकासको अवधारणा भन्यो भने के भन्ने? यो परिपक्वता र अनुभवको परिणाम स्वरूप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई विकास भनिन्छ भन्नु। परिपक्वता र अनुभवको परिणाम स्वरूप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई विकास भनिन्छ। यसमा व्यक्तिमा हुने शारीरिक, मानसिक, संवेगात्मक, नैतिक एवं भाषागत लगायत सर्वाङ्गीण परिवर्तन समावेश हुन्छ। त्यसैले मानव जीवनमा देखा पर्ने एकीकृत प्रगतिको रूपमा मानव विकासलाई लिने गरिन्छ। यो परिमाणात्मक र गुणात्मक दुवै हुन्छ भनेर जान्न पर्यो। यो विकासको पाठ जान्ने। अब यो मानव विकासका विशेषताहरू के हो? तपाईलाई 3 नम्बरमा सोध्यो 6 वटा बुँदाले हेर्नु, 4 नम्बरमा सोध्यो 8 वटा बुँदाले है। यस्तै छोटा बुँदाले हेर्नु। बाल विकास अथवा मानव विकासका विशेषता प्रश्नले जे भन्छ त्यही दिनुहोस्। जस्तो विकासमा परिवर्तन हुन्छ। विकासको प्रारम्भिक आधारशिला संवेदनशील हुन्छ। विकास परिपक्वता र सिकाइको प्रतिफल हो। विकासको भविष्यवाणी गर्न सकिन्छ। विकासमा वैयक्तिक भिन्नता हुन्छ। विकासका ढाँचामा विभिन्न अवस्था तथा चरण हुन्छन्। यी बुँदाहरू कमनली हजुरहरूले धेरै जान्नु भएको छ। यति पढे हुन्छ यिनको व्याख्या पढ्न पर्दैन। हरेक विकासका अवस्थामा सामाजिक अपेक्षा राखिन्छन्। विकास निरन्तर चलिरहने प्रक्रिया हो। शरीरका विभिन्न अङ्गहरूको विकासको गति के हुन्छ? फरक फरक हुन्छ। विकासमा के हुन्छ? सहसम्बन्ध हुन्छ। विकासमा वंशानुगत गुण र वातावरणीय अन्तर्क्रिया हुन्छ। विकासका हरेक अवस्था के हुन्छन्? सङ्कटपूर्ण हुन्छन् र हरेक विकासात्मक चरणमा विशेष गुणहरू हुन्छन्। अब यहाँ धेरै छन्। 3 अङ्कमा सोधेछ भने 6 वटा बुँदा, 4 अङ्कमा सोधेछ भने 8 वटा बुँदाले हेर्नुहोस् र 5 अङ्कमा सोधेछ भने 10 वटा बुँदाले हेर्ने झ्याप्प। एक लाइन परिचय दिने अनि विशेषता लिने अनि कागज हिसाबले सठिक अवधारणा यति ठिक्क हिसाबले लेख्ने अभ्यास चाहिँ गर्नका लागि मैले साथीहरूलाई अनुरोध गर्दै यो बुँदाको क्रम मिलाउन पर्दैन साथीहरू। मानव विकासका विशेषता र बाल विकासका विशेषता भनेको एउटै हो। मान्छे भन्नु र बालबालिका भनेको एउटै हो। यो कमन कुरा बुझिदिनुहोस् हजुरहरू। अब म साथीहरूलाई यसरी नै तयारी गरेर सफल हुनका लागि मैले शुभकामना प्रकट गर्दै म आजको कक्षाबाट म बिदा हुने अनुमति माग्छु। साथीहरूलाई अलिकति लेख्ने अभ्यास गर्नुहोला। हस्।